कसरी डेमोक्रेसी सरकार भयो? यो देशमा संविधानमा बुलेट र बाइलेटले जाने हो कि बुलेटले जाने हो? अहिलेको आवश्यकता, अहिलेको हाम्रो पार्टीको नेतृत्व यो देशमा अहिले महत्त्वपूर्ण नेताको रूपमा सर्जे केपी ओलीजीलाई स्थापित गरेको। दारू खाएर सुत्नुभयो केही साथीहरू, अनि त्यो प्रतिनिधि सेलेक्ट हुँदाखेरि यत्रो विवाद भयो, तर प्रतिनिधि भएर गएपछि भोटैमा त्यो प्रक्रियामा चाहिँ भाग नलिनु, यो कहाँसम्मको जायज थियो? होइन, यस्तो हो, प्रतिनिधि बनेर भोटिङ दिनु नै त्यो प्रक्रिया हो। तर अब दारू खाएर मासु खाएर कोही सुत्यो त्यस्तो भन्ने, यो त अब भन्ने मान्छेले भनिहाल्छ। हामी लोकतन्त्र पद्धतिबाट भाग्ने पार्टी होइन, हामी यसलाई फेस गर्ने हो। ओलीको पक्षको जतिजना पर्सा जिल्लाबाट हुनुहुन्थ्यो उहाँहरू जित्नु भएको छ? जित्नु भएको छ, उहाँले जित्नु। नमस्कार अनि स्वागत छ तमाम दर्शकहरूलाई रेडियो सीमाञ्चल 95.1 मेगाहर्ज एनपीटीभी र नेपाल पोस्ट टिभीमा सँगसँगै प्रसारण हुने कार्यक्रम सीमाञ्चल बहसको एउटा बेग्लै पृथक श्रृङ्खलामा म मनोज पटेल पुनः पनि आज उपस्थित भइसकेको छु र देशको समसामयिक राजनीतिक परिस्थिति र पर्सा जिल्लामा अहिले राजनीतिक जुन सरगर्मी भएको छ, चुनावलाई लिएर निर्वाचन हुने नहुने एउटा बहस चलिरहेछ। अर्कोतर्फ थुप्रै पार्टीहरूले आफ्नो उम्मेदवारहरू चयन प्रक्रियाहरू अगाडि बढाइरहेको छ। यो तमाम विषयवस्तुमा पनि नेकपा एमालेको पनि पर्सा जिल्लाको के छ, उहाँहरूको लाइन के छ, विचार के छ, यो विषयमा बहस गर्नको लागि म एकदम तयारको साथमा उपस्थित भइसकेको छु र मसँग आज बहसमा जुटिरहनु भएको छ छिपरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता। उहाँ नेकपा एमाले पर्सा जिल्लाका उपाध्यक्ष पनि हुनुहुन्छ र भर्खरै नेकपा एमालेको जुन 11औं अधिवेशन सम्पन्न भएको छ, अधिवेशन सकाएर उहाँ पर्सा जिल्ला पुग्नु भएको छ र म पहिलोचोटि उहाँको इन्टरभ्यू लिँदैछु, अन्तर्वार्ता गर्दैछु। सर्वप्रथम उहाँलाई म स्वागत गर्न चाहन्छु। मनोजजी, हाम्रो बहसमा छलफलमा यहाँलाई स्वागत छ। धन्यवाद, नमस्कार। मनोजजी, आजको बहसमा सुरु गर्छु। सर्वप्रथम नेकपा एमालेको जुन यो भर्खरै अधिवेशन तपाईँहरूको सकियो, महाधिवेशनले एउटा धेरै म्यान्डेट, धेरै सन्देशहरू दिएको छ देशको लागि पनि, नेकपा एमाले पार्टीको लागि पनि। तपाईँहरूको पार्टी देशको एउटा मूलधारको पार्टी भएको कारणले गर्दा पनि सबै देशका जनताहरू नेकपा एमालेको अधिवेशनलाई नजिकबाट निहालिरहेको थियो। तपाईँ अब पर्सा जिल्ला पुग्नु भएको छ। सर्वप्रथम पर्सा जिल्लाको जनता, नेकपा एमालेको कार्यकर्ता र नेकपा एमालेका नेताहरू र आम समुदाय पर्सा जिल्लाका यो जान्न चाहन्छ मनोजजीको मार्फत नेकपा एमालेको काठमाडौँमा सम्पन्न भएको 27 र 28 गतेको अधिवेशनले के सन्देश दिएको छ देशवासीलाई, पर्सावासीलाई, आम नागरिकलाई के सन्देश दिएको छ? सर्वप्रथम यो न्युज सुन्ने सम्पूर्ण श्रोतागणमा मेरो तर्फबाट नमस्कार गर्न चाहन्छु। यो हाम्रो 11औं महाधिवेशनले सर्वप्रथम जुन अहिले देश र विदेशतर्फ नेकपा एमाले भित्र ठुलो एउटा गुटबन्दी छ र हाम्रो सर्दीय अध्यक्ष, पार्टी अध्यक्षले एकलवाद पार्टी सञ्चालन गर्नुहुन्छ, त्यसलाई चिर्दै एउटा स्वतन्त्र विधि, लोकतान्त्रिक पद्धतिबाट चुनाव मार्फत पार्टी अध्यक्षको र सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्यहरूको जुन चुनाव भएको छ, उहाँहरू चुन्नु भएछ, उहाँहरूलाईबाट एउटा यो पार्टीले एउटा के सन्देश दियो भने हामी लोकतन्त्र पद्धतिबाट भाग्ने पार्टी होइन, हामी यसलाई फेस गर्ने हो। र साथमा यो अहिले देशमा भएको जुन अहिले सङ्कट चल्दैछ, यो विगतका दिनका घटनाहरूलाई लिएर यसमा हाम्रो पार्टी अध्यक्षले लिएको आह्वान 100% सही छ भन्ने सन्देश देशमा हाम्रो नेकपा एमालेको अधिवेशनले। नेकपा एमालेको तत्कालीन सरकार जुन जेन्जी आन्दोलनबाट अवदस्त भयो, त्यो सरकारले राम्रो काम गरिरहेको थियो भन्न म्यान्डेट दिन खोजेको छ अधिवेशनले? एकदम, किनभने पार्टी अध्यक्षले गलत गरेको भए, उहाँ यो देशमा पार्टीलाई स्थापित गर्न नसकेको भए हाम्रो यत्रो अधिवेशन 2200 समथिङ कुल मिलाएर 2500 जति सदस्यले उहाँलाई त्यत्रो भारी मतले जिताउनु भएछ। त कहीँ यही सन्देश गएछ कि अहिलेको आवश्यकता, अहिलेको हाम्रो पार्टीको नेतृत्व यो देशमा अहिले एउटा महत्त्वपूर्ण नेताको रूपमा सर्जे केपी ओलीजीलाई स्थापित गरेको छ। तर मनोजजी, विश्लेषकहरूको भनाइ के छ भने केपी ओलीको जुन किसिमको नेकपा एमालेमा रापताप थियो त्यो यो पालिको अधिवेशनमा रहेन। अर्को एउटा टिम ईश्वर पोखरेलको नेतृत्वमा एउटा प्यानलै बनाएर चुनाव लड्यो, यसपालि चाहिँ कडा चुनौती दियो भन्ने कुराहरू पनि बाहिर आयो।
काडा चुनौती त हेरियो नि मतले कतिको मतान्तरले उहाँ चुनाव जित्नु भएछ र अर्को चाहिँ गुट हुनु यो त यो एउटा हाम्रो नेकपा एमालेमा होइन जुन पनि पार्टी लोकतान्त्रिक विधि मान्ने पार्टीमा त अधिवेशन हुने कुरो धेरै पार्टीहरू नेपालको इतिहास हेर्नु न 30 वर्षसम्म अधिवेशन भएको छैन एकल व्यक्तिको पार्टी चलेको नेतृत्वमा पार्टी चल्यो तर हाम्रो पार्टी 5 साल भन्दा कि 1 साल अगाडि नै अधिवेशन त्यो पनि लोकतान्त्रिक विधिले स्थापित भएर पार्टी अध्यक्ष चुन्नु भएछ त्यसमा नराम्रो त कतै हेरिए छैन। अब मनोज गुप्ता त संस्थापन पक्षको व्यक्ति हो पहिल्यैदेखि खुलेको तपाई व्यक्ति तपाई ओलीको बढाइ नै गर्नुहुन्छ र ओलीकै पक्षको कुरा गर्नुहुन्छ भन्ने पनि धार छ हैन ओलीजीको म संस्थापक पार्टीको अध्यक्ष उही हुनुहुन्छ त उहीले मानेर नि जान्नुपर्ने हो हामी जुन पार्टी अध्यक्ष जुन नेतृत्व छ उहीको हामी मान्छौँ उही त्यही पार्टीको हामी अहिले जिल्लाको उपाध्यक्ष भन्ने पार्टीले दिएको सन्देश पार्टीले लिएको मेन्डेट त्यही पूरा गर्ने हो हामीले पर्सा जिल्लामा। अब विगतमा नेकपा एमालेमा केपी ओलीलाई चुनौती दिने जुन नेताहरू हुन्छ त्यो नेताहरूको पार्टीबाट बहिर्गमनदेखि लिएर कर्नरसम्म भित्तासम्म पुर्याइदिने खालको एउटा चरित्रहरू देखिएको छ विगतमा। यसपालि अब केपी ओलीको यहाँकै भनाइअनुसार बाहिर जसरी चर्चा गरियो कि कडा चुनौती दिने आन्कल गरिएको थियो त्यो देखिएन त्यो खारिज गर्यो। केपी ओलीको नेतृत्वको जुन टिम थियो भारी बहुमतको साथ उहाँहरू जित्नुभयो अध्यक्षमा केपी ओली पनि जित्नुभयो। अब के छ तपाईहरू मिलेर यो वर्गीय सङ्घर्ष गर्ने अथवा केपी ओलीको विरोध गर्ने जुन एउटा खेमा छ पार्टीभित्र त्यो खेमालाई तपाईहरू कसरी मिलाएर जानुहुन्छ कि फेरि त्यो खेमालाई कर्नरमै पुर्याइदिने खालको गतिविधि यहाँहरू अगाडि बढाउनुहुन्छ? यसमा एउटा दुईटा शब्द आउँछ तपाईको विषयमा। एक त हाम्रो पार्टी अध्यक्ष निर्वाचित हुनुभयो उहाँ पहिल्यै बैठकमा शपथ ग्रहणकै दिन भन्नुभयो कि एउटा अध्याय थियो यो चुनाव प्रक्रिया हो एउटा प्रक्रिया सक्यो अब सम्पूर्ण हामी पार्टी जुन टिमले लडे पनि अब एकबद्धता रूपमा हामी हिँड्नुपर्छ र कोही हारेको पनि जो हाम्रो पार्टी कमरेडहरू हुनुहुन्छ उहाँहरूलाई पार्टीले सम्मानजनक ठाउँ दिन्छ केन्द्रीय सदस्य हुने केन्द्रीय सल्लाहकार एउटा कमिटी गठन हुन्छ र जुन विभागहरू हुन्छ सम्मिलित एउटा हामी पार्टी सञ्चालन गर्छौँ भन्ने उहाँले भन्नुभएको यो केन्द्र स्तरको कुरा। हाम्रो भनेपछि भीम रावल घनश्याम भुसाम या माधव कुमार नेपालको स्थितिमा ईश्वर पोखरेल अथवा योगेश भट्टराईको टिम जाने अहिले सम्भावना छैन। कहाँ छ योगेश भट्टराई त हाम्रो पदाधिकारीमा स्वयं निर्वाचित हुनुभएछ। अर्को चाहिँ जुन बाहिर हालत थियो अधिवेशन अगाडि र अधिवेशनको बखतमा ईश्वर पोखरेलको समूहलाई माधव नेपालको पार्टीमा जानुहुन्छ प्रचण्डजीको पार्टीमा यस्तो त कहीँ कुरा आएन। अहिले झन् ईश्वर पोखरेलजी होइन म सक्रिय रूपमा पार्टीले अझै सहयोग गरेर म अगाडि बढाउँछु भन्ने प्रतिक्रिया आएछ। अब यो बाहिरको हाललाई लिएर जे पनि भन्न मिल्दैन। अब अहिले नयाँ छ अवस्था के हुन्छ त्यो हेर्न बाँकी छ मनोजी। तर पर्सा जिल्लामा त त्यसको झझल्को हेर्न थालियो नि तपाईको पार्टीको नेताहरू धमाधम अन्य पार्टीमा प्रवेश गरिरहनु भएको छ पर्सा जिल्लामा। होइन यस्तो त्यो हिजो जुन पार्टी एउटा प्रवेश भएछ 3 नम्बर क्षेत्रको हाम्रो प्रहलाद गिरिजी समेतका व्यक्तित्वहरू त्यहाँको स्थिति प्रस्तुति फरक छ। यो अधिवेशनले उहाँहरू गएको होइन उहाँहरूको प्रोग्राम पहिल्यै थियो पार्टी छोडेर जाने। त्यसको कारण थियो उहाँहरूले हरेक व्यक्तिले आफ्नो एउटा चुनाव लड्ने रणनीतिमा बसेको हुन्छन्। उहाँहरूलाई सायद त्यो सेफ लागेन चुनाव लड्ने ठाउँ उहाँले पार्टीले टिकट दिन्छ कि दिँदैन सायद विश्वास नलागेर यो पार्टी छोड्नु भएछ। यो गुट अवगुटले यो अधिवेशनबाट उहाँहरूले गएको होइन यसलाई गलत प्रचार गरिएको। अहिले त त्यो नामै सिफारिसै भएको छैन त्यस्तो छलफल नै भएको छैन जिल्ला कमिटीमा अथवा क्षेत्रीय कमिटीमा यहाँको इलाका कमिटीमा गाउँपालिका कमिटीमा त्यस्तो नेताहरूको प्रतिनिधि सभामा चुनाव लड्ने नेताहरूको नाम नेकपा एमालेले अहिले सिफारिसै गरेको छैन। यहाँहरू चुनावको विरोधमा हुनुहुन्छ भन्ने कुराहरू पनि आइरहेको छ। अनि यो नेताहरू किन हतार भयो त? अधिवेशनकै यो कारणले गर्दा गएको हो भन्ने टिका टिप्पणीहरू गरिएको छ। होइन यो अधिवेशनले गएकै होइन। त्यहाँ बिन्दुवासिनीको पूर्व हाम्रो मेयर साहब हुनुहुन्थ्यो मोदीजी उहाँलाई सायद आगामी दिनमा पार्टीले मलाई मेयरको चुनाव दिन्छ टिकट दिन्छ कि दिँदैन त्यो उनको मनमा शङ्का थियो। अर्को चाहिँ एउटा हाम्रो प्रहलादजी प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो उहाँ चाहिँ केन्द्रीय सदस्यमा लड्नु भएको थियो उहाँ पराजित हुनुभयो। उहाँ जति अरू धेरै साथीहरू पराजित हुनुभएछ तर अरू त साथीको कोही कमेन्ट छैन। उहाँ जानुभयो उहाँको जानुको कारण हामीले पनि सोधेको हो पहल गरेको म उपाध्यक्षको नाताले स्वयं मैले नै उहाँसँग आधी घन्टा कुरा गरेको थिएँ के कारणले तपाईँहरू पार्टी छोडेर जाँदै हुन्छ। उहाँहरूको एउटै भनाइ थियो हामी चुनाव लड्ने मान्छे हो हामीलाई सेफ लागिरहेको छैन कि हामी टिकट पाउँछौँ कि पाउँदैन
अरू केही साथीहरूले कि उहाँले अनावश्यक कुराहरू लगाइदिनु भएको त्यो खण्डमा उहाँहरूले जानुभएको छ, न कि यो गुट र टिम। यसलाई कसरी लिएको छ नेकपा एमाले पर्साले? अब पार्टी क्षेत्र नम्बर 3 मा साँच्चीकै यो पार्टी प्रवेशसँगै कमजोर भएको हो? होइन, यो त एक त पार्टी कोही छोडेर जाँदा यो त नेतृत्वका को बिचमा छलफल हुने कुरो हो, जिम्मेवारी हुने। किनभने हामी मनुष्यमा एउटा स्वार्थ भन्ने एउटा भावनात्मक कुरा हुन्छ। अब राजनीति गर्ने व्यक्तिले म पनि चुनाव लडौँ, म पनि टिकट पाऊँ, म पनि ठाउँ पाऊँ। अब यो पार्टी सबलाई त सबले ठाउँ दिन सक्दैन। कोही स्थलगतमा भिड्ने व्यक्ति हुन्छन्, कोही पद लिएर पार्टीलाई सञ्चालन गर्ने हुन्छ। तर जे भए पनि हाम्रै पार्टीका भित्रका मित्रहरू जानुभएछ, यसलाई अलि हामीले दुःखैको रूपमा लिएका छौँ। र आउने दिनमा हामीले अब सम्भवतः अहिले भर्खर अधिवेशन सकेर सम्पूर्ण नेतागण जिल्लातिर झर्नुभएछ। अब यसलाई विशेष रूपमा हामी एउटा बैठक छलफल गरी आउने दिनमा यसलाई हामी कसरी सुधार गर्ने, असन्तुष्टि पक्षलाई कसरी हामीले मिलाउने र भएको आफूभित्र कमी कमजोरी सच्याएर हामी अगाडि बढ्नेछौँ। अब मनोजी, मलाई यो बताउनुहोस्, यो नेकपा एमालेको अधिवेशनमा पर्सा जिल्लाबाट यहाँहरू दलबलको साथमा प्रतिनिधिहरू चयन प्रक्रियादेखि लिएर सुरुदेखि नै विवाद भयो, तथापि तपाईँहरू प्रतिनिधि चयन गरेर काठमाडौँ पुग्नुभयो। पर्सा जिल्लामा अब केन्द्रीय सदस्यकै लागि कुरा पनि गर्ने हो भने पर्सा जिल्लाबाट दर्जनौँ नेताहरू चाहिँ केन्द्रीय सदस्यमा सहभागी भए, तर जिल्ला कमिटीले जिताउन सकेन नि धेरैजनाले। जिल्ला कमिटी राम्रो प्रस्तुत हुन सकेन कि अधिवेशनमा, अथवा आफ्नै साथीहरूको विरोधमा पर्सा जिल्लाका नेताहरू लागेर यो अवस्था आयो। दर्जनजनाले उम्मेदवार दियो केन्द्रीय सदस्यमा, तर जित्यो जम्मा 3 जनाले। यस्तो किन भयो? यसको नेतृत्वले, पर्सा जिल्ला नेतृत्वले यसको जिम्मेवारी लिन्छ कि लिँदैन? एक त अधिवेशनमा एउटा जिल्लाले भोट दिएर कोही जित्ने होइन, यो त देशव्यापी चुनिएर आउनुभएको प्रतिनिधिहरूले दिने हो, जसको मत 2000 भन्दा माथि थियो। पर्सा जिल्लाको होइन, यो हाम्रो पार्टीले यो अधिवेशनमा हरेक क्लस्टर छुट्याएको थियो। दलित, मुस्लिम, महिला, भौगोलिक हिसाबले, मध्य प्रदेश, केन्द्रीय हिसाबले। त्यो हिसाबले हरेक साथीहरूले जो दलित पक्षले दलिततिर दिनुभयो, खुलाले खुला, महिलाले महिला, त्यो हिसाबमा उहाँहरूले भिड। अब यो एउटा लोकतन्त्र विधि हो। कतिजनाले दिनै जानु भएन भोट? होइन, कतिजना जाने, जस्तै मै स्वयं म गए सकेन। मेरो हजुरबाको त्यही दिन 1 बजे अपरेसन थियो, 3 बजे त्यहाँ अपरेसन थिएटरमा निस्किनु भयो। एक हाम्रो अहिले लोकतन्त्र विधिबाट डिजिटल रूपमा भोटिङको प्रणाली लागू भएको थियो। त्यो भोट दिने व्यक्ति कम्तीमा 5 आवर्सभन्दा माथि नै उभिने स्थिति थियो त्यहाँ। अब मेरो यस्तो स्थिति, एकतिर मेरो बेडमा हजुरबुवाको अपरेसन भएको थियो, उहाँलाई यसो अलि पम्पिङ सिस्टम लागेको थियो, मलाई समस्या उहाँको गाह्रो थियो। अब म 55 घन्टा गएर त्यहाँ उभिनु मेरो स्थिति थिएन, त्यो कारण म पुगेन। अर्को केही साथीहरू काम विशेषले फर्केर जिल्लातिर आउनुभएको थियो। दारू खाएर सुत्नुभयो केही साथीहरू, अनि त्यो प्रतिनिधि सेलेक्ट हुँदाखेरि यत्रो विवाद भयो, तर प्रतिनिधि भएर गएपछि भोटैमा त्यो प्रक्रियामा चाहिँ भाग नलिनु, यो कहाँसम्मको जायज थियो? होइन, यस्तो हो, प्रतिनिधि बनेर भोटिङ दिनु नै त्यो प्रक्रिया हो। तर अब दारू खाएर मासु खाएर कोही सुते त्यस्तो भन्ने, यो त अब भन्ने मान्छेले भनिहाल्छ। तर हरेक मान्छेको आफ्नो आफ्नो विषयवस्तु हुन्छ, केही समस्या हुन्छ, कोही समस्यामा साथीहरू पर्नुभयो। जसरी एउटा अझै हाम्रो महिला प्रतिनिधि हुनुहुन्थ्यो, हाम्रो तपाईँ चिन्नुभएको पवन तिवारीजीको म्याडम हुनु, श्रीमती हुनुहुन्थ्यो, उहाँको घरमा उहाँको आमाको मृत्यु भयो। अब उहाँ पुग्नु भएन, मेरै समस्या भयो। त्यस्तै अरू हाम्रो साथीहरू अरू त्यस्तो थिएन बाहिर भनिए जस्तो कि धेरै साथीहरू हार्ने निश्चित भइसकेपछि या एउटा गुट उपगुट भइसकेपछि पर्सा जिल्लाका केही साथीहरू त्यो प्रक्रियामा भाग लिएन भने कुरो यो गलत हो? होइन, यो एकदम गलत हो। हेर्नु, भोटिङ दिने त त्यो जो दुईटा पक्ष थियो, यसबाहेक तेस्रो पक्षै थिएन। कि ईश्वर पोखरेल कमरेडलाई दिने हो कि केपी ओली अध्यक्षजीलाई दिने हो? यो किन भयो मनोजी? बारा जिल्लामा यत्रो मान्छेहरू केन्द्रीय सदस्य जितेर आयो, पर्सा जिल्लामा नेकपा एमाले बलियो छ यहाँहरू भन्नुहुन्छ, तर केन्द्रमा उपस्थिति अथवा केन्द्र लेभलमा पकड अथवा जिल्लामा पकड राम्रो देखिएन पर्सा जिल्ला नेतृत्वको। त्यही भएर यो 12 जना सहभागी भयो, तर 3 जना मात्रै जित्न सक्यो। यस्तो हो, अब त्यहाँ एउटा सिस्टम के लागि थियो भने हाम्रो संस्थापन पक्षबाट लिस्ट जारी भयो, अनि एउटा के अरे ईश्वर पोखरेल कमरेडबाट हाम्रो संस्थापन पक्षबाट जम्मा 3 जना केन्द्रीय सदस्यको नाम आयो, जुन कि देशभरिको साथीहरूले भोट दिने। भनेपछि ओलीको पक्षको जतिजना पर्सा जिल्लाबाट हुनुहुन्थ्यो उहाँहरू जित्नु भएको छ? जित्नु भएछ, उहाँले जित्नु। भनेपछि पर्सा जिल्लामा अब ओली पक्ष या त संस्थापन पक्ष कमजोर छ, हामी यसरी भन्न सक्छौँ? होइन, संस्थापक होइन, त्यस्तो हुन्छ। अब डिभाइडेड हुन्छ, सिट कम हुन्छ। पहिलो भन्दा
अब 251 जति भयो, पछि थपियो 301 जति भयो। अब नेता अब जसरी पर्सा जिल्ला 12 जिल्ला फरक भयो। त्यहाँ पनि पूर्व केन्द्रीय सदस्य, पोलिट ब्युरो सदस्य, स्थायी कमिटी सदस्य जतिको पद बसेको लिएर बसेको हाम्रो कमरेडहरू हुनुहुन्थ्यो र यहाँ पहिला हाम्रो 3वटा नै केन्द्रीय कमिटी सदस्य हुनुहुन्थ्यो। त्यो हिसाबले पार्टीले एउटा सोच बनायो होला कि यहाँ 3टैको आवश्यकता भएर त्यही दिनुभएको। 12 जिल्लामा त्यति नेताहरू बढी छन्, कोही मन्त्री बन्नेसम्म 2-3 पटक भएको 3-4वटा मन्त्री नै हुनुहुन्छ। केही साथीहरू पार्टी विगत दिनमा छोडेर गएको आउनुभयो, उहाँहरूलाई पनि सम्मान जस्तै किशन श्रेष्ठ हुनुभएको थियो। त्यो कुराले त्यहाँ थपिएको हो र यहाँ कमजोर छ, गुट छ, यहाँ मात्रै 3जनाको पार्टी छ भन्ने यो भरम हो। यो कोही केन्द्रीय सदस्य भएपछि मात्र यो एमाले, बाँकी कोही एमाले होइन, एक सारासर गलत हो। पार्टीले एउटा हेर्नु सेन्ट्रल कमिटी एउटा मेरुदण्ड हो पार्टीको, त्यहाँ वर्क गर्ने त्यो पात्र हिसाबले एउटा चुनिने हो। त्यसबाहेक प्रदेश कमिटी छ, जिल्ला कमिटी छ, क्षेत्रीय कमिटी छ, सबै साथीहरू बिस्तारै हट्ने हुन्छ नि। अब केन्द्रीय कमिटी भएपछि यहीँ ओलीको मान्छे हुन्, बाँकी सब विपक्षी हुन् भन्ने। जयप्रकाश थारू उहाँ पनि तपाईँको पार्टी छोड्दै हुनुहुन्छ भने चर्चा छ पर्सा जिल्लामा। जयप्रकाशजी पार्टी छोड्नु भएर, जयप्रकाशजी हाम्रो धेरै पुरानो लिडर हुनुहुन्छ। अब प्रतिनिधिको विषयमा उहाँमा मनमा केही चोट लाग्यो होला, त्यो कारणले बाहिर यो हावा होला कि जयप्रकाशजी पार्टी छोडेर जानुहुन्छ। मेरो राजनीतिक गुरु उहाँ हो, म चिन्छु। उहाँ नेकपा एमाले छोडेर जानुहुन्छ। उहाँ वैचारिक मान्छे हो एकदम, नेकपा एमाले छोड्नु। अब मनोजी अलिकता देशको केन्द्रीय राजनीतिको विषयमा पनि म संक्षिप्त तपाईँसँग प्रतिक्रिया लिन चाहन्छु। तपाईँ युवा नेता पनि हुनुहुन्छ, स्थानीय सरकारको नेतृत्व पनि गरिरहनुहुन्छ, पर्सा जिल्ला पार्टीको नेतृत्व पनि गरिरहनु भएको छ। यो अब तपाईँको पार्टीभित्रै अब रूपान्तरण गर्नुपर्छ भनेर यो दोस्रो तेस्रो पुस्ताका जुन युवा नेताहरू लागिरहेको थियो त्यो असफल भयो। अब केपी ओलीकै नेतृत्वमा फेरि पार्टी आइसकेपछि नेकपा एमालेको स्थिति अब आगामी निर्वाचनमा एकदमै कमजोर रहन्छ र यो जेन्जी आन्दोलनको जुन एउटा धप्पा लागेको छ नेकपा एमाले कि नेकपा एमालेको नेतृत्वको तत्कालीन सरकारले यो नरसंहार गर्यो, गोली प्रहार गर्यो, 77-76 जनालाई मृत्युवरण गर्नु पर्यो। यसबाट अब नेकपा एमाले कसरी उन्मुक्ति पाउँछ? अब यसमा यस्तो हेर्नु, यो सरकारमा बस्दा हाम्रो स्वर्गीय अध्यक्षजीको जुन पालामा यो भएको आन्दोलन हो, त्यो बेला यो घटना भएको यसलाई त सर्व जानकारी नै छ। तर एउटा कुरा यथार्थ त्यहाँको विश्लेषण पहिले त्यो बेलाको आइजिपी साहबले जुन कुरो भन्नुभएछ, हामीलाई कुनै आदेशै थिएन गभर्मेन्टबाट, हामीले त्यहाँको सुरक्षा हिसाबले हामीले त्यो कदम चालेको भनेर। अब यसलाई एउटा ठुलो इस्यु हेर्नु, तर नैतिक जिम्मेवारी लिनुपर्छ नि मनोजी। नैतिक त लिनुपर्छ होइन, नैतिक जिम्मेवारी उहाँ सत्ता सरकारमा भएको बेलाको त त्यो हिसाबले। अब त्यसमा पनि डिभाइडेड छ नि, उहाँको गृह मन्त्रालयको जुन गृह मन्त्रालय नेकपा एमालेको हातमा थिएन, नेपाली काङ्ग्रेसको हाम्रो उहाँ गृह मन्त्री हुनुहुन्थ्यो रमेश लाल। तर गृह मन्त्रीले राजीनामा दिइसक्दासम्म अन्तिम समयसम्म केपी शर्मा ओली राजीनामा दिनु भएन, पछि उहाँलाई लखेट्नु पर्यो, भाग्नु पर्यो, उहाँलाई लुक्नु पर्यो। अब यो विषयहरू त हाम्रो केन्द्रीय नेतादेखि लिएर धेरै नेताहरूले प्रश्न पार्नुभएको छ, स्थिति परिस्थिति अनुकूल। अब मान्नु त्यो अहिले हाम्रो अध्यक्षजीले पनि यो कुरा भन्नुभएको थियो, त्यो स्थिति म अलि पर नहटेको भए सायद त्यो आन्दोलनकारीहरूमाथि फेरि त्यही स्थिति अझ बढी बढ्न सक्थ्यो मान्छे। त्यो हिसाबले एउटा सुरक्षाको हिसाबले पनि र थप केजुअलिटी नहोस् भनेर मैले गएको। उहाँले त आफ्नो प्रश्न पार्नुभएछ। तर एउटा कुरा के बुझ्नु भने, कुनै अहिले पनि देशमा आन्दोलन भएछ, तर यो आन्दोलनको रूप त थिएन नि। तर यो देशमा तपाईँको पार्टीले भने जस्तै आन्दोलन यो देशमा भयो, यो देशमा अहिले पनि त कसैले कु गरेको छैन। नागरिक सुप्रिमेसीको सरकार छ अहिले पनि, सुशीला कार्कीको आन्दोलनबाट स्थापित भएको अहिले सरकार छ। यो सरकार पनि डेमोक्रेटिक सरकार हो। यो सरकारले बयानको लागि बोलायो भने पूर्व प्रधानमन्त्रीले आउनुपर्छ। कसरी डेमोक्रेसी सरकार भयो? यो देशमा संविधानमा बुलेट र बाइलेटले जाने हो कि बुलेटले जाने हो? बाइलेटबाट निर्वाचित गभर्मेन्टलाई तपाईँले हटाएर एउटा मौखिक सरकार बनाएर र त्यो पनि जुन छानबिन आयोगको अध्यक्ष नबन्नु अगाडि नै एउटा एकल पक्षले त्यो फाल्न मान्छे रोडबाट हटाएको हो मनोजी, आन्दोलन गरेर हटाएको हो होइन। त्यो होइन, त्यो एउटा नरसंहार बन्नुपर्ने हो नि। यो आन्दोलन किन आन्दोलन आजसम्म यो नेपालको आन्दोलनको इतिहास हेर्नु त, मधेस आन्दोलन भयो, परिवर्तन भयो, 2062-63 को आन्दोलन भयो, परिवर्तन भयो, त्यो बेला नयाँ संविधान लागू भयो, नयाँ प्रक्रियाहरू थाल्ने भयो देशमा। यो आन्दोलनले के दियो? एउटा व्यक्ति मात्र, एउटा गभर्मेन्ट चेन्ज गरेर एउटा मान्छेले बसालेर मात्रै त्यही हो, एउटा छानबिनको नाममा सम्झे। त्यो छानबिन गर्नु अगाडि पहिला यो विगत दिनमा नेपालको इतिहास हेर्नु न। मधेस आन्दोलन, मधेसको नाममा 52 जनाले शहीद गरायो मधेस प्रदेशमा, नन स्टप 5 साल मुख्यमन्त्रीको पद खाइयो।
सायद एकै दुई एउटा उपेन्द्र यादवजीको मन्त्रालय होला जुन यो देशमा उहाँले मन्त्री नखानु भयो होला, त्यसको रिजल्ट के आएछ अहिले? आज तपाईँको पार्टीकै नेताले अस्ति एउटा इन्टरभ्यूमा योगेश भट्टराई उपमहासचिव उहाँ हुनुहुन्छ, उहाँले नै भन्नुभएको छ यो ज्यादा इगो हट हुँदैन, इगो हट लिनु भएन, गएर यसो आफ्नो कुरा राख्दा केपी शर्मा ओलीलाई केही बिग्रिँदैन भनेर उहाँले भन्नुभएको छ। तर केपी शर्मा ओली म गोली खाए पनि बिहान दिन्न भन्ने अडान लिनु होइन। उहाँको यो स्टेटस आएको छ, तर यसमा एउटा के कुरा बुझौँ भने जुन छानबिन आयोग बनेछ त्यसको जुन अध्यक्ष हुनुहुन्छ उहाँ पहिल्यैदेखि नै एकल सोचले यो मान्छे खराब हो, यो मान्छेलाई कारवाही हुनुपर्छ भनेको मान्छे पछि गएर उहाँ त्यो छानबिन आयोगको अध्यक्ष बन्नुभएछ। त्यो हिसाबले हाम्रो पार्टी अध्यक्षजीको भनाइ कि जो किनभने अध्यक्षको जुन छानबिनको अध्यक्षको जुन पद हुन्छ त्यो स्वतन्त्र पद, कसैको बिना भेद नराखिकन असलियत घटना। छानबिन आयोग स्वतन्त्र छैन। त्यसैमा उसले सही रूपमा छानबिन गर्न सक्दैन। यो एमालेको स्पष्ट धारणा छ, एकदम धारणा छ। किनभने त्यो दिन पनि त हाम्रो पार्टी क्याबिनेटले बसेर छानबिन आयोग बनाएकै हो, एउटा हाम्रो पूर्व न्यायाधीशजीहरूको अध्यक्षतामा, तर त्यसलाई उल्टिआएर भोलिपल्ट 2 दिनपछि अर्को बनाइयो। कस्तो व्यक्तिले भने पहिलोदेखि नै विवादित रहेको मान्छेले, र त्यस्तो मान्छेले एउटा प्रक्रिया पुर्याउन लागि आउनुपर्छ अध्यक्ष र बयान दिनुपर्छ भन्दा त्यसलाई अवसाद मतलब कि त्यो अवसरको कुरो होइन, एउटा व्यक्तिगत रिस निकाल्ने कुरो सोचेर हाम्रो पार्टी अध्यक्षजीले अब मनोजजी अहिलेको सरकारले निर्वाचनको मिति घोषणा गरेर निर्वाचन प्रक्रियामा अगाडि बढिसकेको छ, एक खाले शेड्युल प्रकाशित गरिसकेको छ। यो फागुन 21 गते भने जस्तै निर्वाचन हुन्छ कि हुँदैन? नेकपा एमालेको अधिवेशनबाट तपाईँ आउनुभएको छ, के छ के सुन्नुभयो नेताहरू? अहिलेसम्म हाम्रो पार्टीले निर्वाचनको कुरो गरेको छैन, किनभने अरू दलहरूको यही जिल्लामा हेर्नुहोस् हरेक क्षेत्रबाट मनोनीत उम्मेदवार र प्रत्याशी लड्ने उहाँहरूको नामावली गइसकेको छ। तर हाम्रो पार्टीको अहिले त्यस्तो कहीँ केन्द्रबाट धारणा आएको छैन। यसमा हामीले पार्टीको तर्फबाट हामी सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको अहिले रिट परेको छ, त्यसलाई हाम्रो पार्टीले हेरिन्छ कि कहिले के फैसला आइरहेछ। त्यो पछि नेकपा एमाले पहिला कुर्छ हजुर, त्यसपछि अहिले 21 गते निर्वाचन फागुन 21 गते हुने यो हिसाबले त अरू सोसल मिडिया हेर्दा अरू तपाईँको जुन अहिले गभर्मेन्ट छन् उहाँहरू जुन अहिले मन्त्रीमण्डलका गृह मन्त्रालय मार्फत नेताहरूलाई प्रतिबन्ध गरिएको छ। अब एउटा कुरा भन्नुहोस्, चुनावमा नेतालाई क्षेत्रमा जान नदिने, नागरिकमा जान नदिने, अनि तर मूल पार्टीहरू नेपाली कांग्रेस एमाले जस्ता पार्टीहरू निर्वाचनबाट भागेर हुन्छ, निर्वाचनको डटेर सामना गर्नुपर्छ। हाम्रो पार्टी चुनावमा नजाने भनेको होइन, तर अहिले देशको जुन परिस्थिति छ एउटै दललाई घेराबन्दी गरेर पहिला अहिले पनि हेर्नुहुन्थ्यो चुनाव चिन्हमा पहिला बढी मत ल्याउने छाप हुन्थ्यो, नेपाली कांग्रेस ठुलो दल हो, पहिला रुख छाप थियो, सूर्य नेकपा एमाले दोस्रो दल हो सूर्य हुन्थ्यो। अहिले त्यो पनि सिस्टम हटाएर गोला प्रथाले चुनाव चिन्ह दिने, यो भनेको एउटा षड्यन्त्र हो। नेकपा एमाले ठुला दलहरूलाई कसरी घेराबन्दी गर्ने? तर विश्लेषकहरू, आलोचक विश्लेषकहरूमा भन्छु, नेकपा एमालेका आलोचक जुन छ, आलोचक नगर्ने विश्लेषकहरू छ, उहाँहरूको भनाइअनुसार अहिले देशको राजनीतिक फेभर जुन छ नेकपा एमालेको पक्षमा छैन, नेपाली कांग्रेसको पक्षमा छैन, बुढा नेताहरूको पक्षमा छैन, केपी शर्मा ओलीको पक्षमा छैन। त्यही भएर नेकपा एमाले कांग्रेस डढाइरहेछ चुनावमा जान। होइन, यो गलत हो, यसमा कतै यो सत्यता छैन। हाम्रो पार्टीले चुनावमा नजान भनेको होइन, हाम्रो पार्टीको भनाइ हो एउटा दललाई घेराबन्दी गरेर र स्वतन्त्र निष्पक्ष चुनाव कसरी गरिन्छ पहिला यो सरकारले प्रश्न पार्नु पर्यो, नेताको घेराबन्दी हटाउनु पर्यो, लुटिएको हतियारहरू फिर्ता ल्याउनु पर्यो, भागेका कैदीहरूलाई रिटर्न ल्याउनु पर्यो, एउटा शान्ति माहौल खडा गर्नु पर्यो देशमा। आज पनि तरास छ, कस्तो आन्दोलन कुरो गर्नु छ, एउटा त्यही जेएनजीको आन्दोलन सरकारमा चलाउँदैछन्, त्यही एउटा जेएनजी आन्दोलन हिजोदेखि आन्दोलन सुरु गरेका छन्। यसले त हाम्रो देश कुन गतिमा छ, के हाम्रो सिस्टम हो, हाम्रो यो संविधान मान्ने कि नमान्ने हो, अब अहिले त यही ठुलो विषयको बनेको छ देशमा। अहिले चुनावको त कुरै छैन अहिले, त्यो भएर भनेपछि अहिले चुनावी माहौल छैन। चुनाव कहाँ त माहौल छ, के छ, एउटा नाम त प्रक्रिया गएको छ हरेक दलले, त्यति त अरू के माहौल बनेछ? 2 महिना 2.5 महिना चुनाव जति छ, अहिले त माहौल कति 6 महिना अगाडिदेखि चुनाव हुन्थ्यो, माहौल एउटा तातिन्थ्यो, हरेक उम्मेदवारहरू आफ्नो फिल्डमा हरेक नेताहरू एउटा बहसमा हुनुहुन्थ्यो। आजको दिनमा को हाम्रो नेता, को दल अहिले बहसमा हुनुहुन्छ? त्यो भएर हो पहिला सरकार निष्पक्ष हुनु पर्यो, चुनावको माहौल वातावरण बनाउनु पर्यो। पहल पनि भइरहेछ, हुनसक्छ भोलिको दिनमा हरेक दलले समेटेर एउटा विश्वास बनाएर यो जुन नेताहरूलाई घुम्न बाहिर जाने जुन रोक। मनोजीलाई विश्वास छ कि छैन? स्पेशल रूपमा भन्नु पर्दाखेरि, व्यक्तिगत रूपमा भन्नु पर्दाखेरि सुशीला कार्की
को नेतृत्वको सरकारले निर्वाचन गराउन सक्छ भनेर यहाँलाई विश्वास छ कि छैन व्यक्तिगत रूपमा? मलाई विश्वास भन्दा नि यो सरकारको मेन्डेट नै चुनाव हो र उहाँले नगरायो भने यो देशमा फेरि अर्को केही कुरा हुनेवाला छ, यो हजुर पनि बुझ्नुभएछ। तर सर्वदलीय सरकारको यो जुन नेकपा एमाले पहल गरिरहेको छ हजुर, अथवा यो सरकार विघटन हुनुपर्छ भनिरहेको छ नि त नेकपा एमाले। भनि त्यही त भएर हो कि सर्वदलीय सरकार भएपछि एउटा विश्वासको माहौल खडा हुन्छ, हरेक दलले सम्मिलित एउटा देशमा एउटा मेरुदण्ड बन्छ। त्यसपछि उहाँहरूको सहयोगमा अहिले पुरै दलहरू चुनावतिर जानुहुन्छ, त्यो प्रक्रिया फरक हुनेछ, त्यो शान्ति वातावरण बन्नेछ। त्यो हिसाबले नेकपा एमाले यो पहल गरे सर्वदलीय सरकार बनोस्। हाम्रो पार्टी अध्यक्षले भन्नुभएको छ म प्रधानमन्त्री बन्दिनँ, अर्कै दलको नेतृत्वमा सहमतिको आधारमा एउटा सरकार गठन गरौँ, त्यसपछि हामी संसद बैठक गरौँ, केही कुराहरू सच्याउनु छ भने संशोधन गऱ्यौँ संविधानमा, त्यसपछि हामी चुनावमा जाउँ। त्यो त एकदम सबभन्दा यहाँ ठुलो कुरो चाहिँ हेर्नु, यो आन्दोलनले संविधानलाई मेचेछ के। हामी बुझ्ने कुरो नबुझेर पनि मात्रै सोसियल मिडियामा जे भन्दा पनि हुँदैन। संविधान, हामी यो देशमा संविधान लागू गरेर संविधानको हिसाबले अगाडि बढ्नु। संविधानको धारा अनुसार प्रधानमन्त्री बनेको होइन पत्रबाट यो बहस धेरै चलिसकेछ संविधानमा। म मनोजी अब टुङ्ग्याउँछु, मलाई इसारा आइरहेको छ, म टुङ्ग्याउँछु। अलिकतामा पर्सै जिल्लातिर केन्द्रित हुन चाहन्छु। यहाँहरूको विपक्षीहरू धमाधम काहीँ महाधिवेशनमा केन्द्रीय सदस्य हारिराख्दाखेरि यहाँको विपक्षीहरूको पद चट भइराख्दाखेरि त तपाईँहरू धेरै ह्याप्पी हुनुभयो होला अहिले पछिल्लो समय। कस्तो ह्याप्पी? हाम्रो पार्टीको जुन धेरैजनाको पद अहिले चट भइरहेको छ। चट भएको होइन, अब हाम्रो एकल पदको आधार नै हो। हाम्रो विधि अनुसार पार्टीमा कुनै एक पद लिनै बाहेक अरू दुईटा पद पाउनुहुन्न। जसरी धेरै साथीहरू जुन व्यक्ति केन्द्रीय सदस्यमा लडेछ उहाँहरूको पद अब खारेज हुन्छ। खारेज हुन्छ। हामी जब जिल्ला स्तरको कुरा छ भने हामी जिल्ला स्तर नगर, जसरी अहिले हाम्रो वीरगञ्ज पर्सा नगर अध्यक्ष नै उहाँ नवराजी तपाईँ नै कहिले भन्नुहुन्थ्यो, बनाउनुहुन्न, आफै बन्नुभयो, उहाँको आफैले यहाँको पार्टीले बनायो। अहिले उहाँ आफै त्यो पद त्यागेर उहाँ केन्द्रीय सदस्यमा लड्नु। उता पनि तपाईँहरू हराइदिनु भयो, यता पद पनि खारेज। हराउने कतै होइन, त्यसमा हामीले हराएको होइन। यो त देशव्यापी निर्वाचन हो, त्यहाँ सम्पूर्ण व्यक्तिगत कुनै रिश्वत थिएन। उहाँले जानी लड्नु भएको। अब हामी पर्सा जिल्लाको पदाधिकारी सहयोग गर्नुभएको गर्नुभएछ होइन। उहाँले कसरी गर्ने कुरो हो त्यो? उहाँले त भोटिङ दिने कुरो साथीहरू, हामीले के सहयोग गर्ने? यहाँ त स्पष्ट दुईटा धार थियो, हेर्नुहोस्, यसमा डाटेर कुरो हुँदैन कि जुन संस्थापन पक्षले जुन लेटर इस्यु गरे थियो 3टा नाम, त्यसैमा भोट दिने कुरो थियो। तर धेरै साथीहरूको मनमा इच्छा लाग्यो होला कि होइन त्यो पनि साथी आउनुभयो, उहाँ पनि आउनु, उहाँहरूले मत दिनुभयो होला, म त मतै दिन गएछन्, मेरो कुरा के सोध्नु? अब म संक्षिप्त प्रतिक्रिया लिन्छु। मनोज गुप्तालाई संविधानले नै यो कानुनले नै अब तेस्रो पटकको लागि गाउँपालिका अध्यक्षमा तपाईँलाई अब त्यो भन्टेज गरेको छ, तपाईँ चुनाव लड्न पाउनुहुन्न। चुनाव अब भइरहेको छ, केही साथीहरूको जिज्ञासाहरू छ, तपाईँ राजीनामै दिएर पनि प्रतिनिधि सभाको अथवा प्रदेश सभाको चुनावमा आउनुहुन्छ सक्ने सम्भावनाहरू छ? होइन, यस्तो अहिले त प्रदेशको सभाको चुनाव होइन, यसले केन्द्रीय प्रतिनिधि सभाको चुनावको माहौल चलेको छ। हजुर हजुर। अहिलेको हिसाबमा मेरो त्यस्तो केही धारणा छैन। अब यसलाई बाहिर जसले जे भन्छ सबभन्दा पहिला त भनेपछि पुरानो नेता बुढाहरू फेरि उहाँहरू नै लड्नुहुन्छ? होइन, यो कुरा अहिले हाम्रो पार्टीले त केही नामै उच्चारण गरेको छैन। चारै क्षेत्रको उम्मेदवारको अहिले केही नामै आएको छैन। तर क्षेत्र नम्बर 4 मा जालिम मिया चुनाव लड्ने हो भने त चर्चा चलिरहेको छ। होइन, उहाँ पहिला लड्नु भएछ त स्वाभाविक रूपमा उहाँको नाम चर्चा चल्ने हो। नेपाली कांग्रेस पर्सा जिल्लामा जुन देखियो, जुन उम्मेदवार सिफारिसमा नामहरू भयो, त्यही पुरानै नेताहरू जुन पहिल्यैदेखि सदियोदेखि लड्दै आउनुभएको छ उहाँहरू नै लड्ने हुनुभयो। नेकपा एमाले पनि केही रूपान्तरण गर्छ, केही परिवर्तन गर्छ कि फेरि पुरानै अनुहारहरू सार्छन् नेकपा एमाले? यस्तो हेर्नु, यो जुन संसद फाँट हुन्छ यो एउटा जिल्लाले हेर्ने विषय होइन। यसमा हाम्रो माथि प्रदेश पदाधिकारी छन्, कमिटी छन्, त्यसमाथि केन्द्र र हाम्रो फेरि अध्यक्षजीको धारणा के हो, हरेक वार्ड गाउँपालिका अध्यक्षको टिकटसम्म म सम्झी बुझी टिकटको फैसला लिनेछु भने यो एउटा संसद प्रणाली, एउटा मेरुदण्डको प्रणाली हो। यसमा पार्टीले अब के निर्णय गर्नुहुन्छ, के डिसिजन लिनुहुन्छ, कस्तो युवाहरू चाहे कुन स्तर। तर यहाँहरूको आश होला नि, यहाँहरूको त अलिकता विश्वास होला रूपान्तरण, यहाँहरू अलि युवा नेतृत्वहरू आउनुपर्छ, अलि नयाँ नेतृत्व आउनुपर्छ, चान्स नपाएका नेताहरूलाई अहिले टिकट पाउनुपर्छ भन्ने धारणा त होला नि? तपाईँ पनि युवा हुनुहुन्छ। होइन, म युवा छु, ठिक छ, तर के छ भने एउटा यो मेरुदण्ड भन्ने नि देशको मेरुदण्डको चुनाव हो। यो युवा भनेर जसलाई पनि जता टिकट दिएर पनि हुँदैन। पार्टीले, सङ्गठनले विश्वास गर्ने पनि हुनु पर्यो। त्यो बौद्धिक विचारको त्यो
व्यक्ति पनि हुनु पर्यो, त्यो त्यति शिक्षा र जानकार व्यक्ति पनि हुनुहुन्थ्यो। यसको सम्पूर्ण कुराहरू पार्टीले समीक्षा गर्छ, निर्णय लिन्छ। चारैवटा क्षेत्रमा प्रतिनिधि सभा चुनाव यहाँहरू लड्नुहुन्छ ढिलो चाँडो? एकदम, तर चुनाव भयो भने ढिलो चाँडो चुनाव लड्नुहुन्छ यहाँहरू? ढिलो चाँडो एक सिट पनि जित्छ कि जित्दैन पर्सा जिल्लामा? अब जित्छ जित्दैन म त अगाम जाने होइन, तर पार्टीको तर्फबाट 4 सिटमा हाम्रो पार्टीले चुनाव लडाउनुहुन्छ। अब त्यो बेला जनताले फैसला गर्ने हो। मैले भने अब हावातालमा 4 ठोकेर जित्छु भन्न मिल्दैन। त्यो बेलाको नागरिकले के निर्णय लिनुहुन्छ, कसलाई जिताउनुहुन्छ, त्यो बेला नै जान्छ। तर हाम्रो पार्टीले 4वटै सांसद उम्मेदवार लडाउँछ। हस् मनोजजी, यहाँ व्यस्त हुनुहुन्थ्यो र यो व्यस्तताको बावजुद पनि हामीलाई समय उपलब्ध गराइदिनु भयो। यो अधिवेशनदेखि लिएर पर्सा जिल्लाको यो राजनीतिक वृत्तसम्म पनि यहाँले आफ्ना विचारहरू साझा गरिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद। जाँदै केही भन्न चाहनुहुन्छ पर्सा जिल्लाका नेकपा एमाले पङ्क्तिलाई केही भन्न चाहनुहुन्छ मनोज गुप्ताले? सर्वप्रथम सम्पूर्ण सुन्ने श्रोतागणज्यूलाई के भन्छु तथा मेरो पार्टी एमालेका सदस्यहरूलाई, हिजो अस्तिदेखि केही पार्टीमा कुरो आएछ, पार्टी छोडेर जानुभएछ। उहाँहरूले पार्टी छोडेर होइन, उहाँले आफ्नो व्यक्तिगत स्वार्थमा बगेर पार्टी छोडेर जानुभएछ। ढिलो चाँडो हेरिएको छ। त्यसमा त त्यो छोडेर जाने व्यक्तिलाई पनि हेरिएको छ। पहिला पनि छोडेर गएर आउनुभएका केही व्यक्तिहरू हुनुहुन्छ, किनभने चारैतिर घुमेर नेकपा एमाले नै सही छ, उत्तम छ भनेर आउनुभएको। फेरि दोहोरो भुल गर्नुभएछ। मान्छेले त 3टा भुल चाहिँ माफ गरिन्छ, हाम्रो त यो दोस्रो भुल छ। एकदम हाम्रो घर फर्क भन्ने एउटा अभियानै पार्टीले चलाएछ र त्यो अभियान अन्तर्गत त्यो साथीहरू आउनुहुन्छ र हामीलाई विश्वास छ र उहाँहरूलाई सम्मानजनक ठाउँ र जो लायक हुनुहुन्छ पार्टीले हामीले सल्लाह गरेर पार्टीलाई हामी कन्भिन्स गरेर उहाँहरूको ठाउँ दिलाउने प्रयास गर्छौँ। हस् मनोजजी, छलफलको लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार। र विशेष धन्यवाद अहिलेसम्म मलाई हेरेर बस्नुभएका तमाम दर्शक र श्रोताहरूलाई। रेडियो सीमाञ्चल 95.1 मेगाहर्जमा 6:30 बजेदेखि 7 बजेसम्म आजै बेलुका यो कार्यक्रम प्रसारण हुनेछ र एनपीटीभी र नेपाल पोस्ट टिभीमा पनि आएर र नेपाल पोस्ट daily.com-मा पनि आएर यो भिडियो छलफल बहस मनोज गुप्ता नेकपा एमाले पर्सा जिल्लाका उपाध्यक्ष, चिपरमाई गाउँपालिकाका अध्यक्षको यो अन्तर्वार्ता छलफल, उहाँको विचारहरू यहाँहरू सुन्न सक्नुहुन्छ। कार्यक्रम कस्तो लाग्यो आफ्नो अमूल्य सल्लाह सुझाव अवश्य दिनुहोला। आजको लागि मनोज गुप्ताको साथमा म मनोज पटेल पनि ओझेलमा पर्न चाहन्छु। हवस् त, नमस्कार।